दैछौँ प्रतिभा नक्षत्र डबली एक तर त्यसमा सहभागी योगदानकर्ता र ढाडसकर्ताहरू अनेक त्यसमध्येकै बुद्ध फाउन्डेसनका एकजना पदाधिकारी हुनुहुन्छ म उहाँसँग संक्षिप्त परिचय पछाडि आजको अनुभूतिका विषयमा म जान्छु। धन्यवाद हजुर। म दीपक श्रेष्ठ बुद्ध फाउन्डेसन युकेको अध्यक्ष र यो बुद्ध फाउन्डेसनमा हामी 2016देखि कन्टिन्युटी दिइरहेको छौँ। म फाउन्डर प्रेसिडेन्ट भएको पनि अहिलेसम्म पनि म वर्तमान अध्यक्ष पनि हुँदै आएको छु। तपाईँलाई यति ठुलो जिम्मेवारी र दायित्वबोध भयो कि अरूले तपाईँको त्यो जिम्मेवारी र त्यो छातालाई चाहिँ छोड्न चाहेनन्? यसै त नभनौँ होला होइन। अब उहाँहरूले अब सबैको चाहिँ आफ्नो व्यक्तिगत चाहिँ इच्छा हुन्छ, सायद समय दिन नसकेर पनि होला होइन, इच्छा त सबैको होला। तर मलाई नै उहाँहरूले अहिलेसम्म चाहिँ जिम्मेवारी दिँदै आउनुभएको छ, यसको लागि धन्यवाद पनि भन्न चाहन्छु। मलाई उहाँले विश्वास गर्नुभएको छ र मैले सकेको अहिलेसम्म चाहिँ गर्दै आएको छु र गर्दै जाने पनि छु। परोक्ष रूपमा तपाईँहरूले यो प्रतिभा नक्षत्रको अङ्कुरणदेखि नै प्रोत्साहित गरिरहनु भएको छ, सहयोग गरिरहनु भएको छ, टेवा दिइरहनु भएको छ। यो कस्तो डबली हो जसका कारणले सबैले हातेमालो गर्नुपर्छ जस्तो लाग्छ? यो वास्तवमा चाहिँ राष्ट्रकै पहिचानको लागि बोकेको एउटा चाहिँ संस्था हो। यो 2017देखि हामी लगातार यसमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ जोडिएका छौँ र यो वास्तवमा भन्यो भने यो एमबिसी नेपाल एमबिसीले एनआरएन युकेले गर्ने कार्यक्रम हो। तर किन उहाँहरूले गर्नु भने यसमा म त्यतातिर जान चाहन्न, तर कसैले न कसैले गर्नुपर्छ भनेर यो चाहिँ सोच हाम्रो राजेन्द्र खसजीले ल्याउनु भयो। त्यसलाई चाहिँ हामीले साथ दिँदै अहिलेसम्म यहाँसम्म आइपुगेका छौँ र यो यस्तो कार्यक्रमलाई चाहिँ नेपाल सरकारदेखि लिएर सबैले देश विदेशमा रहेको सबैले चाहिँ यसलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। यो कसको सोच हो, कसको परिकल्पना होस्, कसले गरौँ कसले गरेन त्यो तपसिलको कुरा हो, तर जे भइरहेको छ त्यसले दिने सन्देश र त्यसले दिइरहेको परिणाम चाहिँ त्यो सबभन्दा उल्लेख्य कुरा हो नि त। हजुर हजुर। अहिले अब यहाँ सबैले देख्न सक्नुहुन्छ नि, सानो सानो बच्चाहरू जसले चाहिँ नेपाली बोल्न जान्दैनन्, ताते हिँडेर भर्खर हिँड्न थालेका र तोते बोली बोल्नेहरूले पनि बडा प्रष्टसँग नेपाली बोलिरहेको प्रष्ट भाषणै जस्तो कस्तो राम्रो नेपालको बारेमा, आफ्नो चाहिँ वेशभूषाको बारेमा होइन, आफ्नो संस्कृतिको बारेमा कस्तो राम्रोसँग चाहिँ उहाँहरूले चाहिँ भन्नुभएको छ। त्यो भनेको चाहिँ यो संस्थाले चाहिँ त्यसलाई चाहिँ यो एउटा सिर्जना गरेको चाहिँ त्यो एउटा कलात्मक एउटा सोच हो भन्ने जस्तो मलाई लाग्छ। हस्, यहाँसँग साक्षात्कारका लागि संवादका लागि धन्यवाद। थ्याङ्क यू सो मच हजुर अवसरको लागि। थ्याङ्क यू। त्यसै गरी बेलायतभन्दा बाहिरदेखि आउनुभएका एकजना सहभागी भनौँ, उत्साही सहभागीलाई म साक्षात्कार गराउँदैछु। आफ्नो परिचय दिनु न। नमस्कार, म प्रज्ञा न्युपाने आयरल्यान्डबाट। आयरल्यान्डबाट चाहिँ यही कार्यक्रमका लागि आउनुभयो? हजुर, हिजो चाहिँ इन्द्र जात्रा पनि थियो, डेफिनेटली सपोर्ट गर्नको लागि इन्द्र जात्रा। तर मेरो साथी पनि यहाँ को अर्गनाइजरहरू हुनुहुन्छ, त्यही भएर यहाँ चाहिँ प्रतिभा नक्षत्र